हेलो नमस्ते सबैजनालाई नमस्ते वेलकम छ है एउटा सानो भ्लगमा। हजुरहरूले भ्लग हेरेर अन्तिमसम्म हजुरहरूलाई एउटा कुरो देखाउन लागिरहेको छु। हेर्नु होला, काठमाडौँतिरको चाहिँ मकैबारी यस्तो छ है। मकै हेर्नु होला साथीहरू सबैजनाले, मकै छ, मकै यसरी फल्न लागेको छ, चमरा हालिएको छ। हेर्नु होला साथीहरू सबैजनाले, तरकारी लाउनु भएको छ है, तरकारी पनि हेर्नु होला साथीहरू सबैजनाले। तरकारी घिराम्लो गिट्टा भन्ने फलिरहेको छ है। हेर्नु होला साथीहरू, तरकारी फर्सीको मुन्टा मकै चमरा हालेर भर्खर मकै फल्न थालेको छ है। हेर्नु होला साथीहरू सबैजनाले, मकै चमरा हालेर यसको किराले काट्न थालेको छ है। हेर्नु होला सबैजनाले, यो भिडियोलाई अन्तिमसम्म हेरेर कस्तो लाग्छ भनिदिनु होला साथीहरू सबैजनाले। मेरो एउटा सानो भ्लगलाई हजुरहरूले काठमाडौँको मकैबारी हेर्नु होला, चमरा हालेर भर्खर घोगा लाग्नु सुत्ला चेप्न थालेको छ है भर्खरै। हेर्नु होला सबैजनाले, काठमाडौँको मकैबारी सबैजनाले हेर्नु होला। मकैसँगै यो फर्सीको पात पनि साथीहरू, यो फर्सीको मुन्टा हेर्नु होला। बोडी पनि फल्न थालेको छ। हेर्नु होला बोडी हेर्नु होला सबैजनाले, बोडी मकै यो भर्खर चमरा हालेर सुत्ला चेप्न थालेको छ। अब मकै हेर्नु होला साथीहरू सबैजनाले, मेरो भिडियोलाई अन्तिमसम्म हेरेर कस्तो लाग्छ सानो भ्लग भनिदिनु होला हजुरहरूले। काठमाडौँको सहर पनि देखिरहेछ काठमाडौँ। हेर्नु होला सबैजनाले, फर्सीको मुन्टा पनि भइरहेको छ। हेर्नु होला सबैजनाले अन्तिमसम्म हेरेर गर्नु होला। सबैजनालाई नमस्कार, वेलकम। मेरो यो लास्ट भ्लग यही हो। हजुरहरूले सबैजनाले हेरेर जानकारी दिनु होला।